यति बेला हिजो भर्खरै मात्र रिलिज भएका 2 नेपाली चलचित्रहरू हलमा चलिरहेका छन्, जसमा आबाट आमा र ब्लू लाइट रहेको छ। एकातिर आबाट आमाले एकदमै राम्रोसँग प्रदर्शन गरिरहेको छ र उक्त चलचित्रलाई हलहरूले जति सो दिएका थिए यति बेला यस चलचित्रको सोहरू थप्न धमाधम सुरु गरिएको छ। र सोहरू थप्ने क्रममा कतिपय ठाउँहरूमा त यस्तोसम्म देखियो जहाँ माघ 1 गतेबाट रिलिज भएको चलचित्र गोबर गणेश यति बेला हलमा राम्रोसँग चलिरहेको छ। उक्त चलचित्रको पोस्टरहरू नै हटाएर आबाट आमालाई सो दिएको पनि देखियो। चलचित्र गोबर गणेशको पोस्टर हटाइरहँदाखेरि उता बल्छीलाई भने त्यो देखेर अल्छी लागेको हुनुपर्छ र चलचित्रले दर्शकहरूबाट पनि एकदमै राम्रो प्रतिक्रिया पाएको छ र यस चलचित्रको रिभ्यू पनि एकदमै राम्रो आएको छ। यति बेला यो चलचित्र हेरेर हलमा हर कोही दर्शकहरू रोइरहेका छन्, जसलाई पल शाहको करियरकै अहिलेसम्मको बेस्ट चलचित्र भन्दा फरक पर्दैन। उता अर्को ब्लू लाइटको अवस्था भने यति बेला गम्भीर छ, जुन चलचित्रलाई पनि हलहरूले राम्रै सो दिएका छन्, जसमा कलाकारहरू पनि एकदमै राम्रा देख्न सकिन्छ र मुभीको ट्रेलर पनि निकै उत्कृष्ट थियो र सुन्नमा आए अनुसार चलचित्र पनि एकदमै राम्रो बनेको छ अरे। तर मेकर्सहरूले चलचित्र मात्र राम्रो बनाए, प्रमोसनमा भने त्यति धेरै ध्यान दिएको नै देखिएन, जसको कारण यति बेला यो चलचित्र हलमा लागेर पनि हलवालाहरूले सो पनि दिएका छन्, तर चलचित्र हेर्नको लागि हलमा दर्शकहरू भने कोही पनि आएका छैनन्, जसको कारण हलहरूले दिएको सो पनि यति बेला क्यान्सल भइरहेको छ। हामीले पनि यो चलचित्र हेर्ने निकै कोसिस गर्यौं, तर भएको सो पनि नलागेको कारण चलचित्र हेर्ने अवसर भने मिलेन। यदि तपाईहरू मध्ये कसैले पनि यो चलचित्र हेर्नु भएको छ भने आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला।